र आज धेरैजना मान्छेहरूको जीवनमा धेरै कुराहरू नमिलाइकन नै मरेको हुन्छ। कतिले आफ्नो परिवारमा कति कुरा नमिलाई मर्छ हो। कतिजनाले हिजो जस्तो एउटा कुरा हुँदै थियो, कुनै एक ठाउँमा कुनै एकजना मान्छे बिरामी भएर आइसियुमा मतलब हस्पिटलमा अन्तिम समयहरूमा थियो। अनि त्यतिखेर केही भाइहरूबाट कुरा भयो, यतिखेर चाहिँ उहाँले सबै भाइहरूलाई बोलाउनु पर्ने थियो, आफ्नो सहकर्मीलाई बोलाउनु पर्ने थियो अनि भन्नुपर्ने थियो, ल है भाइहरू हो, मबाट कहीँ कतै तपाईँहरूलाई दुःखमन भएको छ अनि मबाट कहीँ कतै गल्ती भएको छ भने मलाई पनि क्षमा गर्नुहोस्, तपाईँलाई पनि क्षमा गर्छु अनि अब राम्रो सेवा गर्नुहोस् भन्नुपर्ने थियो भनेर मात्रै कुरा भएको थियो। सायद एक दिन अगाडि मात्रै कुरा, 2 दिन अगाडि मात्रै कुरा भएको थियो अनि त्यसको सायद एक दिन पछाडि उहाँको मृत्यु भयो, उहाँ प्रभुमा सुत्नुभयो। धेरै मान्छेले आफ्नो जीवनमा लथालिङ्गै भएर यो संसार छोड्छ, कति कुराहरू नगरिकन छोड्छ। उसको सबै हिसाब किताब लथालिङ्गै भएर संसारमा मान्छे बितेर जान्छ। घर परिवारलाई लथालिङ्गै पारेर कतिजना मर्छ, कति मण्डलीलाई लथालिङ्गै पारेर मर्छ के। एक दिन उनीहरूलाई परमेश्वरलाई के हिसाब दिन्छ होला, जसले आफ्नो परिवार मण्डली लथालिङ्गै पारेर मर्छन्। तर याकुब चाहिँ त्यस्तो मान्छे जसले सबै कुरा समेटेर मरे हैन, आफ्नो सबै छोराहरूलाई समेटे, दिनुपर्ने कुराहरू दिए, ऊ निश्चित भए अनि आफैलाई समेटेर उनी त्यो प्रगतमा गए। यसैले हाम्रो मृत्यु चाहिँ त्यस्तो होस् है प्रिय, सबै कुरा समेटेर, सबै कुरा मिलाएर, सबै कुरा ठिकठाक गरेर। यसैले बाइबलले भन्छ तिमीहरू हर घडी तयार, भोलि मिलाउँला पर्सि मिलाउँला भन्ने कुरा चाहिँ छैन। किनभने समय र अवसर भनेको चाहिँ नि कतिखेर बित्छ हामीलाई थाहा हुँदैन। परमेश्वरको प्रचारक बिली ग्राम्सले के भन्नुभएको रहेछ भनेदेखि मृत्यु चाहिँ एउटा स्वर्गमा पुग्ने ढोका मात्रै हो भनेको छ। त्यो ढोकाबाट चाहिँ छिर्नै पर्छ हामी चाहिँ फेरि। यो संसारको मान्छेले चाहिँ आफ्नो बल बुद्धि समय सम्पत्ति सबै कुरा आफ्नै लागि खर्च गर्छ, आफैमा इन्भेस्ट गरेर त्यो मान्छे बितेर जान्छ अनि त्यो चाहिँ बेकार भएर जान्छ। तर आज हामी चाहिँ जिउनु चाहिँ हाम्रो लागि अब ख्रीष्ट हो। पावलले त्यो कुरा भनेको छ, हामीले जीवन पाएका छौँ, हामीले समय पाएका छौँ, हामीले बुद्धि पाएका छौँ, हामीले सम्पत्ति पाएका छौँ, हामीले धेरै चिजहरू पाएका छौँ। तर तपाईँले त्यो पाएका कुराहरूको सदुपयोग चाहिँ तपाईँले कसरी गरिरहनु भएको छ?